गाइस, हाम्रो देशको आलो पालो सरकार 6 महिनाको लागि काम गर्ने पैसा छैन, पैसा उता ल्याउने यताबाट पैसा होइन, आफ्नो त मान्छेहरूलाई खेलाउ मिलाउ है। अब जनताले भोग्ने काममा भोगिराख्ने हो नि, कसले सुन्छ बाबु कुरो। कर्मचारी आन्दोलन, शिक्षक आन्दोलन भइरहेछ है, नसुनेको तिनीहरू कुरा बाहिर थाइल्यान्डतिर युएसएतिर घुम्न जाऊ, त्यहाँ डोनेसन गरेर होइन भेडाहरू पनि कराउने नै हुन्। 6 महिना पुरा भयो, थाहै नभएछ। अब आफ्नो सरकार भएछ, अब काङ्ग्रेसलाई दिनु पऱ्यो नि होइन। अर्को सरकार आयो है, हामी पनि अब आफ्नो सरकारले जितिसक्यो, हामी अब विदेशतिर जानुपर्छ घुम्न। विकास यहाँका जनताहरू त्यस्तै पागल छन् होइन। यहाँका चाहिँ यहाँ शिक्षकहरू आन्दोलनमा त्यस्तो पनि सकिने सरकारको देश भन्छ होइन। आश्वासना छैन, जसले पनि गाली गर्छ अनि कुर्सी मिलिरहेको छ, पाचनजेल किडनी फेल नहुन्जेलसम्म हुन्छ कि जिब्रो नबिग्रिन्जेलसम्म किडनी फेल भयो भने अमेरिका औषधि गर्न देशलाई बेचेर हुन्छ कि उतापट्टि छिमेकी आफ्नो नरेन्द्र मोदीले अलिक करोडौँ पैसा दिन्छु भनेछ, त्यो पनि गरौँ। हामी चाहिँ भित्रभित्र अलिकता गठबन्धन बनाइराखौँ। बाहिर शत्रुताको जस्तो व्यवहार गऱ्यो भने भित्रभित्र एकदम आफ्नै भाइहरू जस्तो व्यवहारले चलाउँ है। अलि हामीलाई सजिलो हुन्छ। जनताको पछि लाग्यो भने हामी त भोटमा आउने हुँदैन होइन। अब 6 महिना पुग्यो भने 6 महिना पुरा भयो, अब 6 महिना पुरा हुने बित्तिकै अब माओवादीको पालो आयो। प्रचण्ड सफ हो ल, कहाँ छन् केसहरू खोजिनै हाल्नु पऱ्यो जनताको अगाडि। अनि भित्र चाहिँ होइन त्यो रवि लामिछाने चाहिँ उतातिर कारागार चलान भइरहेछ, त्यसलाई निकाले कस्तो होला? त्यसलाई निकाले ठिकै हुने हो, तर त्यहाँ त्यसले त हाम्रो बारेमा धेरै कुरा जानकारीहरू पाएको छ नि त। त्यसले गर्दा हामीलाई अप्ठ्यारो पर्छ। त्यसले बाहिर गयो भने पछि परमाणु खोज्दै हामीलाई जेल पुलिसकामा जेलतिर धकेलिदिनु हो कि के गरौँ? त्यसलाई त्यति हाल्नु होइन। प्रमाण त छैन त्यस्तो होइन, प्रभावकारी प्रमाणहरू छैनन्। तैपनि कोचौँ कहिले सिरातिर, कहिले चितवनतिर, कहिले काठमाडौँतिर त्यसलाई धपाउँदै राखौँ त होइन। कहिले केस ठोक्दै राखौँ। कानुन हाम्रो हातमा छ होइन। संविधान भनेकै हामी हो, हामीभन्दा ठुलो को छ होइन। हाम्रो अन्डरमा पनि चल्नु पऱ्यो। ल अब राजावादीहरू आए बिचमा तानातान, यो राजावादी होइन। अब यो प्रजातन्त्र गणतन्त्र निर्णय जित्यो ल, ओली देउबाज्यू जिते पुनः म आए। कर्मचारीहरूका मागहरू थुप्रै छन् होइन। शिक्षक आन्दोलन हामी अब के छ त कस्तो उहाँहरू के माग पुरा हुन्छ? शिक्षा ऐन जारी हुन्छ कि हुँदैन? के छ कस्तो छ? ऐनलाई आन्दोलन गर्न दिने हो, मर्न दिने हो, त्यहीँ उनीहरूलाई चाहिँ टाइम वेस्ट गर्न दिने हो। हामीले चाहिँ भित्र चाहिँ हामी के गर्ने भनेपछि आफूलाई बलियो बनाउनु हो। आफ्ना छोराछोरी छन्, हाम्रो आमा छोराछोरीलाई विदेश पठाउनु छ, पढाउनु छ, निशिक्षित छोराछोरीहरू यिनीहरू यस्तै बहुलाइन है। हामीले चाहिँ आफू चाहिँ बलियो हुनु छ।